अहिले चाहिँ 6 बजे जानु पऱ्यो मर्निङ राइड। व्हाट्सअप गाइस, स्वागत छ तपाईँले मेरो न्यू ब्लगमा। सो अहिले चाहिँ म मर्निङ राइड जान आँटेको। अहिले चाहिँ बिहानको टक्क तपाईँको 5 बजेर 12 मिनट भइसकेको छ, 5 बजेर 12 मिनट भइसकेको छ। अनि अब म रुमबाट निस्केको, किनभने रुममा मैले भिडियो बनाउन मिलेन, सबैले डिस्टर्ब हुन्छ नि त। त्यसै कारणले म चाहिँ अहिले बाहिर आएर अहिले भिडियो स्टार्ट गर्दैछु, मेरो ब्लग स्टार्ट गर्दैछु होइन। सो अब किन ढिलो गरिकन टाइम वेस्ट नगरिकन सिधा राइडमा जाम है त, लेट्स गो। सो अब चाहिँ जाम होइन टक्कसँगले मर्निङ राइड। यो स्याहार मर्निङमा साइकल कुदाउनु चाहिँ छुट्टै मजा हुन्छ क्या, एकदम फ्रेस हावा मिल्छ होइन। टक्क मजा बनाएर हुन्छ टक्कसँगले, मजै कुदाउनु हुन्छ क्या मर्निङमा कुदाउनु चाहिँ। त्यही माथि ओह्रालोबाट सर होइन है। हाम्रो स्टोर छैन अगाडि तपाईँको लाइट बोलाएको छ टक्कसँगले, त्यो चाहिँ हाम्रो स्टोर हो क्या। बिहानको त्यस्तै अब 10 बजीतिर ओपन, 10 बजीभित्रमा ओपन गरिसक्नुपर्छ होइन। त्यही भएर अनि अहिले मर्निङ राइड निक्लिहालेको, छिटो पुगेर छिटो आइहाल्नुपर्छ, फेरि नभए त तनाव हुन्छ फेरि बाटोमा। यहाँदेखि चाहिँ टक्क टर्न हिँड्नुपर्छ। यहाँ चाहिँ मेरो रोड बाइक छ, फेरि यहाँ बाटोमा खाल्टो नमिठो छ क्या खाल्टोहरू चाहिँ, त्यही भएर अलिक तनाव हुन्छ बाटो। खाल्टो छ बाटोमा, टायर पम्चर भयो भने बिजोग हुन्छ फेरि। अस्ति पनि एकचोटि यहीँबाट आउँदाखेरि कहाँबाट छिर्दा टक्कसँग टायरै पम्चर भएर कम्ता बिजोग भएको छ मेरो। अहिले चाहिँ एकदम केयरफुली जानुपर्छ यार। यहाँ चाहिँ कता डेन्जर खाल्टो छ कुनै के हो, कोही टुङ्गो छ। झन्डै खाल्टोमा छिरो यार, कसम पनि टायर पम्चर भयो भने त आजको राइड त पुरै धुस्दै भइहाल्छ नि। जस्तो निक्लेको चाहिँ त्यस्तै फेरि फर्केर जानुपर्छ नि त रुमतिर। अब ट्युब चेन्ज गर्नु मिलेन, क्यारे ट्युब पनि छैन मैले क्यारी गरेको, तनाव भइहाल्छ नि सक्छ नि। आनन्दले फ्रेस हावा लिँदै सरर आफ्नै तालमा। यो स्याहार आज दामी छ मौसम, मर्निङमा चलाउनु चाहिँ मजा हुन्छ क्या। भ्यू हेर्नु नि टक्कसँगले, कस्तो राम्रो शीतल क्या, आनन्द लाग्दो।
भेडा बाख्रा चराउने नि मै हो हैन। गीत पनि के आउँछ हौ दिमागमा आम्मामा। एट भएन यार यसरी। हाँ जी सर, गुड मर्निङ। सो यसरी वकिङ गर्दै गऱ्यो भने भेट्न सकिन्छ क्या बाटो बाटोमा, राम्रो हुन्छ। गुड मर्निङ सर, ह्याभ अ नाइस डे। नो रिस्पोन्स, केही छैन। सबैहरूलाई मर्निङमा चाहिँ टक्कसँगले विस गर्नुपर्छ क्या। सायद उहाँले चाहिँ कानमा हेडफोन लगाउनु भयो रहेछ, त्यही भएर सुन्नु भएन सायद। सो यहाँ त्यस्तो खाल्डो उल्टी छ क्या होइन तपाईँको चाहिँ। ओहो बाटोमा त खिटी परेछ त। यस्तो बाटोमा चाहिँ रोड चलाउनु गाह्रो हुन्छ क्या। क्लाइम्बिङ हान्नु पर्यो नि त। यस ओ कहाँ जाँदै हो, के गर्दै हो? ल ल ल ल झन्डै खाल्टोमा हो, झन्डै खाल्टोमा हो, झन्डै खाल्टोमा कहाँ जाँदै हो, के गर्दै हो? झन्डै खाल्टोमा। आयो कुन हाइवे आइपुग्यो? म त बाटै बिर्सिबाट गयो क्या। यतिका न्यू साइड पो आइपुगेछु क्या म त। ओ गाडो भइगयो नि, म त कुन बाटो आइपुगेछु यार। जामै त्यसो घुमिदिउँ, केही छैन यार। मान्छे कहाँ निक्लेको मान्छे कहाँ आइपुग्यो पुग्यो। भिडियोको चक्करमा बाटै फोकस गर्नु पाइएन, के हो यार। बनाव सो मान्छे त। म फेरि झन्डै स्किड भयो नि मेरो चेन, सरी मेरो टायर चेन भन्ने पठाएको छु फेरि। अब मेरो अब एमटिभीमा चेनको प्रब्लम छ नि त, त्यही भएर मुख्यमा जहिले चेनको चेन आइरहेको हुन्छ। ओहो त बबाल रहेछ त नि, यस्तो मौसममा पाए पो मजा आउँछ त। यो बाटो कहाँ पुग्छ त्यो मलाई थाहा छैन क्या। आफ्नै तालमा हिँडेको छु, भरे बाटै बिर्स्यो भने चाहिँ छैन, तनाव हुन्छ फेरि।
जस्तो आएको त्यस्तै फर्केर जान्छ नि त फेरि म त रिस्क लिनु हुँदैन त यार बाटो त्यस्तै छ फेरि इन्डियाको त्यही भयो भने त गाह्रो हुन्छ त अब ओह्रालो छ सर जानुपर्छ ल है त ल म थाहा थिएन यस्तो दामी बाटो रहेछ भनेर रोड बाइक एकदम केयरफुली चलाउनुपर्छ अगाडि बाटो यस्तो यस्तो हुन्छ नि यस्तोमा नि पम्चर भयो भने त मेरो त बिजोग भइहाल्छ नि यहाँ त नि बाटो चाहिँ थाहा छैन आफ्नै तालमा हिँड्दैछु म हरायो भने चाहिँ छैन यार स्पिड खतरा छ यार बाइकहरूले टप्नु खोज्दैछ नि अगाडि कहाँ गएर ब्रेक लगाउनु पनि थाहा पनि छैन होइन तपाईँको चाहिँ बाटो के कस्तो त पनि थाहा छैन क्या पुरै रोड बाइकमा स्पिडमा कहाँ हिँडेको मान्छे कहाँ आइपुग्यो यार होइन यस्तो गाह्रो भएन त नि गाह्रो हुँदैन त नि मान्छेलाई म त घर फर्केर रुम फर्केर कस्तो लागिसक्यो यार कस्तो बाटोको डुङ्गै भएन हो रहेछ यो त रुम फर्केको बाटो पनि निक्लेको छु यार म त ले यहाँ चाहिँ फेरि रोड बाइक हो कि एक पम्चर भयो भने सक्यो मान्छे टनलभित्र पो लिएर आएछ सेट बाटै थाहा छैन अनि ल ल ल ल ल बाटै बिर्सिरहेको रहेछ यार म त कहाँ आइपुगेँ सेट अब स्पिड हान्नु खोजेको त कहाँ टायर त पुरै लस्किन्छ त हौ सम्म पनि यार कहाँ आइपुग्यो बाटोको टुङ्गो छैन अन्ना धुन्दा हिँडेछ निक्लिँदा निक्ल्यो तर कहाँ निक्ल्यो भने सही भने के भो मोला कहाँ हिँडेको मान्छे कहाँ आइपुग्यो यार हान्जी सर गुड मर्निङ ठिकै छ ल कस्टमर पनि भेट्यो त यार कहाँबाट जाम हो बाटो यार बाटो नि केही थाहा छैन शिट बिजो भइगयो नि मेरो अब यहाँ कहाँ जानेर निक्लेको मान्छे कहाँ छिर्दिएर आएको हट हो केही छैन
जस्तो हो त्यस्तै नि जानुपर्ने भयो। के गर्नु, बाटै बिर्सिपछि अब अर्को ठाउँ जानु पर्ला जस्तो छ। यहाँबाट गएको थियो जस्तो लाग्छ। यहाँबाट क्या चिसो मिठा भएको आम्मामा। ओहो आम्मामा अम्बकको वेस्ट हुँदैछ। आम्मामा त्यसरी झरिया छ। ल यहाँ चाहिँ बाटो डेन्जर छ यार। रोडवेको लागि लास्ट रिस्की बाटो। अलिकति के भने यहाँबाट चाहिँ ट्रेन आउँछ क्या यो बाटो चाहिँ, होइन? ओम्बो त्यो गाडी कस्तरी गयो यार। पानी पिउनुपर्छ यार आम्मामा। कुकुर आएर ठोक्यो यार। कस्तो मान्छेहरू छ। अब अर्को नि खुना के गर्ने यार। साइकल पनि कुदाउनु दिँदैन कुकुरहरूले। के प्रब्लम छ यार। एउटा आएर नमिठो ठोक्यो साइकलमा। के भन्नु यहाँ त लास्ट लापरवाही क्या। के कस्तो आउँदैछ ढोकडी बिचार कुकुरमा मात्रै लाग्यो। बाटोमा आउँदै हाम्रो कस्टमरहरू पनि भेट्यो कि। कस्टमरहरू दखर जानुहुँदैछ। जामै त भेटौँ अब कस्टमरसँग। कोई नहीं सर, आप लोग चलिए चलिए मैं आता हूँ। सोलो राइड गर्नु मान्छे आज ग्रुप राइडै भयो झन्डै भन्दा नि भइहाल्यो। ग्रुप राइड के गर्नु अब यस रमाइलो छ। जानु कस्टमरहरूसँगै होइन के छ जहाँ इन्जोय गरौँ। आजको मर्निङ राइड यस्तै भयो। बाटोमा के भयो आज मसँग होइन सोच्नै सकिँदैन। आफ्नै कुरामा लागिरहेछ। मैं किन बिन्दास भएर भ्लग बनाउँदैछु। ए हो कि हो हामी चाहिँ ये तो बहुत तेज भागती है। रोड बाइक हाँ। तो आप काम कहाँ करते हो? यही बाइक स्टोर में। बाइक स्टोर में? हाँ जी। तो इसको देखो हाइब्रिड टायर डाल लेंगे। हाँ ट्रैक्टर ले लीजिए साइकिल। इसमें वो क्या बोलते हैं अपग्रेड करके कोई फ़ायदा नहीं है सर। आप एक साइकिल ही ले लीजिए। जितना लाइट वेट साइकिल होगा उतना आपको चलाने में आसान रहेगा। डालना है तो डल जाएगा। वो भैया को पता है पूरा। वो भैया बता देंगे आपको। ये तो आपका MTB हो गया ना। ये तो आपका MTB हो गया ना साइकिल। हाँ वही तो आप हाइब्रिड डालेंगे तो फिर इसका फ्रेम का जो सॉकर का और फ्रेम का जो लेंथ है ना उसमें मोटे टायर वाला है। और पतला लगाएंगे तो इसका लुक्स भी ख़राब हो जाएगा और बैलेंस भी अच्छे से नहीं होगा। ऊपर से आपका स्टील फ्रेम होगा। हाँ स्टील ही है।
बैलेंस नहीं मिलेगा उसमें आपको। अच्छा बैलेंस नहीं बनेगा। एक सेकेंड हैंड इसमें वो नहीं है, इसमें शॉकर नहीं आगे है ना? हाँ नहीं है, इसमें शॉकर नहीं होता, ये रोड बाइक है ना, रोड में ही चलाते हैं। ऑफ रोडिंग के लिए MT भी होता है, इसमें तो एकदम संभाल के चलाना पड़ेगा। ये तो संभाल के है ना? हाँ जी, गड्ढा वड्ढा सब देख के ये पूरा। हाँ तो गिर सकते हैं ना इसमें। खिर भी जाता है टायर और ट्यूब में, वही हो जाता है, पंचर हो जाएगा, रिस्की हुन्छ। त्यो बाटोमा लगाइदियो यार। सबजना MTV-मा छ, म त रोड बाइकमा छु यार। इसके गियर नहीं है ना? हाँ जी, इसके गियर नहीं होते। नहीं होता है इसके। ट्रैक के साइकिल अच्छे थे। ट्रैक के तो बहुत अच्छे होते हैं सर, ये तो पुराना मॉडल है। ट्रैक का जो MTV है वो हल्का है। हाँ वो सब अलग अलग होता है, जैसे आपका जैसे हाइड्रो, जैसे रोड बाइक में हो गया। ग्रेवल कौन सा होता है? ग्रेवल वो आपको थोड़ा आप ऑफ रोडिंग भी कर सकते हैं और ऐसे रोड में चला सकते हैं, जैसे रोड में आपको चल जाएगा। उसमें वो एक ही शॉकर नहीं होता है और आप इजीली चला सकते हैं उसको, थोड़ा आप ऑफ रोडिंग में। हाँ जी, यहाँ पर अब थोड़ा रोड और ऑफ रोडिंग पूरा मिक्स है ना, यहाँ पर ग्रेवल चल जाएगा आराम से। इसमें तो थोड़ा गड्ढा वड्ढा में पड़ गया तो पड़ गया। गाई छैन, भ्यूज त दामी छ। त्यस कस्टमरसँग कुरा गर्दै हिँड्नु पनि मजा आउँछ। त्यति इन्फर्मेसन त छैन, त्यही पनि होइन, यसो डिटेलमा त भन्नु पऱ्यो। दिनेश दाई साह्रै याद आयो तपाईँको याद। अनि कस्टमरहरूले के भन्नु केही कुरा नि आयो। गाडीहरू केही गल्ती भयो भने सरी है दाइ। माथि रोकौँ न म चाहिँ। ठिक है सर, ल है भ्यू चाहिँ यस्तो छ यहाँ। जोर लाना पे थोड़ी लंबू देनो। मैं कहा जोर लाना पे इन्होंने सुने। मुझे चेंज करना ना जी। एक बार ये कितने साल हो गए? ये 20 ले। अब चाहिँ यहाँ यसो के होइन, टक्क भ्यू पनि यस्तै त्यहाँ मिसो भ्यूहरू। यहाँ साइकल छ। उहाँहरू चाहिँ आफ्नै ल्याङ्ग्वेजमा कुरा गर्नुहुँदैछ। अब मलाई पन्जाबी आउँदैन। हाम्रो कस्टमरले चाहिँ साइकल लिने कुरा गर्नुहुँदैछ। हेर्नुहोस् एकचोटि स्टोर भिजिट गर्नुभयो भने त राम्रो हुन्छ। भ्यू पनि त्यस्तै दामी छ नि, साइकल यहाँ टक्कसँगले। अब कहाँ हिँडेको मान्छे कहाँ आइपुग्यो। हाँ जी, ल गाड़ी फोटो खींच दे भाई। कोई नहीं फोटो खिच्नु पऱ्यो। गाडी आउँदैछ। इधर से खींच दूँ? ल जामे फोटो खिच्नु पऱ्यो सरहरूको। फेरि प्रब्लम भइहाल्यो। त्यत्रो लामो राइड गर्दै आएको भिडियो फेरि भिडियो रेकर्ड भएन छ है, तनाव भएछ। अब मास्तिर जाम, अब चाहिँ क्लियरली जाने हो। 11 किलोमीटर। ल अब जाम है त। कस्टमरहरू यता हेर्नुहुँदैछ। जाम यहाँको भ्यू पनि त्यस्तै छ क्या। त्यहाँ पर दामी खोला बगिरहेको छ। कस्टमरहरू यता हुनुहुन्छ, सेल्फी लिनुहुँदैछ। सुकाइ छैन, टक्कसँग आइसकेको छौँ यहाँ होइन। आज खासमा सोलो राइड थियो, ग्रुप राइड गरे पठाइयो।
त्यही माथि प्रब्लम बाटोमा मजाले भिडियो पनि क्याप्चर गर्नु पाइएन कम्ता बिजोग भएको छ तर त्यो मिठो हावा चलेछ क्या तपाईँको टक्कसँगले यतिको मजाले बस्नु पायो त नि कहाँ मजा आएछ नि आज बाटोमा त्यही हो मेन कुरो भिडियो बनाउनु पाइएन क्या मजाले मलाई त्यही रिग्रेट लागिरहेछ कस्तो यस्तो भ्यूहरू क्याप्चर गर्नु त अब फर्किँदाखेरि जाँदाखेरि बनाउनु पर्यो भनेको अब हेरौँ के हुन्छ बाटोमा थाहा हुन्छ होइन कस्तो मेरो लास्टै भयो यत्रो मान्छे चलाएर उकालो ओह्रालो सब गऱ्यो लास्टमा त भिडियो क्याप्चर नभयो क्या त्यही माथि मैले बाटोमा अब बाटो मिस भएर खासमा म उता अर्को साइड जान आँटेको थिएँ अनि अहिले यो साइड आइपुग्यो क्या अब यताको नाम चाहिँ फेरि थाहा भएन के हो नाम त्यही माथि तर बिजोग भयो क्या आज अनि साँच्चै अनि मैले एउटा कुरा त बिर्सिरहेको अनि मैले यो फोन होल्डर होइन अर्डर गरेको थिएँ अनि आइपुग्यो अनि धेरै टाइमपछि आइपुग्यो अब कतै राम्रो रिजल्ट मिल्छ होला भनेर सोचेको के को खतरै राम्रो रिजल्ट मिल्नु यो त्यस्तै हल्ले गर्छ त्यही माथि यहाँ सेट गर्दा अब हल्का अफरोडिङ भयो भने हल्का खाल्टाखुल्टी आयो भने त्यहाँदेखि थर्केर आफै हुन्छ क्या फोनै त्यो हल्लिने भिडियो अफ हुने तर यसको केही प्रब्लम छैन मेन प्रब्लम चाहिँ मेरो फोनमै छ क्या किनभने फोनभित्र चाहिँ तपाईँको यो चाहिँ मेरो फोन एक्चुअली ट्रेकिङमा जाँदाखेरि क्या हाइकिङमा जाँदाखेरि पानीमा डुबेको छ क्या अनि त्यही भएर अनि गाह्रो हुन्छ त्यही भएर चाहिँ अहिले फोनहरू सबै बिग्रिरहेको छ क्या मेरो अनि फोन बिग्रेर त्यस्तै तनाव छ त्यही भएर भिडियो नि क्याप्चर गर्नु मिल्दैन बाँकी त भ्यू त नि यस्तो दामी छ नि टक्कसँग हातबाटै बरु बनाउँछु भयो होल्डर काबु होल्ड गर्दा घरि हातबाट घरि फोन स्लिप हुने घरि के हुने होइन ल अब एकछिन रेडी हौँ अनि जाम टक्कसँगले सुकै सब हेलमेट टक्कसँग लगाइसक्यो होइन अब चाहिँ हातले भिडियो बनाउने लु भयो म काबु अब चाहिँ हातले नै भिडियो बनाउने हो अब चाहिँ होल्डरको काम छैन बाँकी भ्यूहरू त्यस्तै छ होइन हातले नै बनाउने भिडियो काबु अब चाहिँ बनाइदिनु होल्डर सोल्डर लगाएर यस्तो छ नि भ्यूलाई चाहिँ कति क्याप्चरै गर्नुपर्ने छ लग्नु म तपाईँलाई ब्याक क्यामेराबाट भ्यू देखाउँछु क्यामेराबाट देखाउनु गाह्रै हुन्छ त्यही माथि अगाडिबाट गाडीहरू आइरहेको हुन्छ होइन रिस्की हुन्छ हेर्नु न गाई चाहिँ यस्तो भ्यूहरू छ कति मैले मिस गरेँ क्या बाटोमा साइक्लिङ गर्दा कतै खतरा भ्यू नपऱ्यो भनेको बनाउनै पाइएन अहिले त ओह्रालो छ सो अब चाहिँ जामै त अब चाहिँ खै हेरौँ रेकर्ड कतिको हुन्छ ताकि बाटोमा खाल्टाखुल्टी ओभर छ क्या त्यही भएर अनि रिस्की हुन्छ चलाउनु नै कस्तो बिजोग भएर यत्रो राम्रो भ्लग बनाउनु पऱ्यो भनेको के भयो बाँकी चाहिँ यहाँ अलिक क्लाइम्बिङ छ क्या क्लाइम्बिङ खाल्टाखुल्टी छ होइन त्यही भएर अहिले हातमा पक्रिँदा केही नराम्रो भइहाल्यो भने त फेरि बिजोग हुन्छ नि त डरै लाग्छ कहिलेको भिडियो भएन जस्तो लाग्छ घरि भिडियो हुँदैछ जस्तो लाग्छ दोधानमा परेछ क्या म त्यही माथि कताबाट ट्रक आउँदो रहेछ यार बाटो क्रस गरिहाल्नु पऱ्यो गाडी आएर फेरि तनाव हुन्छ अहिले बाटोमा फेरि मिठो बनाउँदै क्रास भयो भने त छैन त फेरि बाँकी भ्यू यस्तो राम्रो छ मैले बाटोमा आउँदाखेरि कति क्याप्चर गर्नु पाइनँ दामी छ क्या भ्यू चाहिँ टक्क घाम पनि लाग्यो जस्तै अनि अब क्याप्चर भयो राम्रो छ एकदम भ्यू चाहिँ साह्रै राम्रो क्या साइक्लिङ गर्न आउनु पनि मजा छ यस्तो भ्यू भयो पो मान्छेलाई साइक्लिङ गर्नु पनि मजा आउँछ होइन दामी छ भ्यू पनि टक्कसँगले यहाँ रोकौँ न एकचोटि भिडियो सिडियो बनाऊँ न तर यार ओपर फोर मैला चाहिँ पो रहेछ लु भएन फोर चाहिँ लास्टै छ आम्माम सुगाइ आइसकेको छौँ हामी माथि अहिले होइन हल्कासँगले अनि भ्यू चाहिँ दामी छ क्या तपाईँलाई म भ्यू पनि देखाउँछु अनि अहिले चाहिँ टक्क आयो एकदम मजा क्या
त्यो बाटोमा कस्टमरहरू पनि भेटिएको थियो, एकदम रमाइलो राइड हुँदै थियो। तर मैले फेरि त्यही प्रब्लम आएको फोनमा, त्यही भिडियो क्याप्चर गर्नु पाइएन। त्यही माथि फोन होल्डर पनि मगाएको, फोन होल्डर पनि लगायो। त्यो पनि मेरो मेन चाहिँ प्रब्लम चाहिँ फोनमै छ क्या, फोनमै प्रब्लम भएर यस्तो भयो जस्तो लाग्छ मलाई पनि। त्यही माथि अब ट्रेकिङमा जाँदाखेरि एकचोटि मेरो फोन फेरि पानीमा छिरेको थियो क्या, अनि त्यही कारणले पनि मलाई त्यस्तै लाग्छ कि त्यो पानीमा छिरेर फोन बिग्रेको छ मेरो अलरेडी। अनि हतपत भिडियो चल्दा आफै भिडियो बिचमा रोकिन्छ क्या। यसरी फ्रन्ट क्यामेराबाट भिडियो गर्दाखेरि चाहिँ तपाईँको पुरै भिडियो क्याप्चर भइरहेको हुन्छ। बाँकी त भ्यू त यस्तो राम्रो छ यहाँ होइन, यतै हेऱ्यो यतै राम्रो, यतै हेऱ्यो यतै राम्रो, यतै एकदम घाम पनि त्यसै टक्कसँग घाम लागिरहेछ। तर राइड गर्दाखेरि भिडियो क्याप्चर हुँदैन, त्यही नराम्रो लाग्छ क्या मलाई चाहिँ। अब त्यही हो गाइस, आज छिटो स्टोर पुग्नुपर्छ, फेरि त्यही माथि दोकान पनि खोल्नुपर्ने, भरे ढिलो भयो भने त तराप हुन्छ त फेरि। बाँकी अब जाम। अनि भ्यू हेर्नु न पछाडि टक्क यतै बाटो यस्तो राम्रो छ तपाईँको होइन, यता पुरै हाइवे भइहाल्यो यस्तो क्या बाटो। हेर्नु नि त कस्तो राम्रो सट्टो जाने बाटोहरू छ। अनि यता चाहिँ मेरो साइकल छ। भ्यू त नि यस्तो पाहाडहरू छ त्यहाँ, हामी यस्तोमा चलाउनु पायो भने मजा त आउँछ, तर भिडियो क्याप्चर गर्नु मिल्दैन। हेलमेट सेलमेट लगाऊँ अनि जाम। अब के भन्नु, अब के गर्नु जे गर्दा पनि हुँदैन, जस्तो गर्दा पनि हुँदैन। त्यही हो, गाह्रो छ। जाम है त। एउटा क्लिप बनाऊँ न टक्कसँग लाउँदै गरेको, एउटा यहाँनिर क्लिप बनाउनु पऱ्यो। त्यो गाइस अब जाम रुमतिर। अब के भन्नु अरू त। अनि यस्तो क्लाइम्बिङ राम्रो बाटो छ क्या, क्याप्चर गर्नु मिल्दैन। अब यतिको अगाडि फ्रन्ट क्यामेराबाट अलिअलि क्याप्चर गरौँ, अरू के गर्न सकिन्छ र। त्यही हो गाइस, अब जाम होइन। बाँकी भ्यू चाहिँ एकदम राम्रो छ, मनलाई पुरै राइडमा आएर तर मर्निङ राइड पुरै एकदम सेटिस्फ्याक्सन भयो। एकदम भ्यू चाहिँ राम्रो छ, मनलाई शान्ति मिल्यो। अब जाम रुमतिर। त्यहाँ दोकानमा जानुपर्ने, आज छुट्टी छैन, होलिडे होइन आज मेरो। सो गाइस आइसकेको छौँ अब होइन रुममा। अब रुम जाने हो, यहाँदेखि टक्क उता गएपछि मेरो रुम आइपुग्छ। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, हुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् मेरो च्यानललाई। अनि आज त्यही हो अल डे ड्युटी, अब टक्क जाने, फ्रेस हुने, अनि पशु जानुपर्ने होइन। सो थ्याङ्क यू फर वाचिङ।